यति धेरै पेट दुखिरहेछ अनि मलाई पिरियडको डेट पनि थाहा छैन के पूजाहरूकोमा त निम्तो हुँदो रहेछ। हाम्रोमा त ओन्ली बानिया मात्रै जानुपर्छ, अरू कुनै गयो भने कुलदेवता बिग्रिएर। Hi everyone, welcome to my long vlog. अनि this vlog is going to be a कुलपूजा को ब्लग अनि एकदम धेरै स्पेशल वाला ब्लग। हामी चाहिँ जाँदैछौँ कुलपूजामा। हाम्रो कुलपूजा चाहिँ 3 वर्षमा एकचोटि आउँछ अनि हाम्रो कुल चाहिँ यति कडा हुनुहुन्छ, लिटरली यति कडा। अरूकोमा त अरूको कुलपूजाहरूकोमा त निम्तो हुँदो रहेछ, हाम्रोमा त ओन्ली बानिया मात्रै जानुपर्छ, अरू कुनै गयो भने कुलदेवता बिग्रिएर। स्पेशल फनी मोमेन्टहरू हुनेवाला छ, तपाईहरुले हेर्दै हुनुहोला। यति धेरै पेट दुखिरहेछ अनि मलाई पिरियडको डेट पनि थाहा छैन के। प्लिज भगवान, प्लिज 2-3 दिनसम्म मेरो पिरियड नआओस्। अनि अहिले चाहिँ हुनु छ मलाई रेडी। मैले चाहिँ लाउँदैछु साडी, कुर्ताहरू पनि लाउने भनेको, तर त्यो मलाई इन्ट्रेस्ट लागेन। स्पेशल दिनको लागि स्पेशलै लुगा लाउनु पर्यो नि त, होइन? अर्को वर्ष के हुन्छ थाहा नै हुँदैन। अनि यति धेरै गर्मीमा हामी चाहिँ जानुपर्ने, हाम्रो गाउँ चाहिँ अर्थुङ्गे हो, अर्थुङ्गेबाट भिरमुनी जानुपर्छ कि हिँडेर। यति चर्को घाम लागिरहेको छ अनि यति धेरै गर्मी हुनेवाला छ, त्यो त तपाईँहरूले हेर्दै गर्नु होला। अनि मैले चाहिँ एक मिनटको डिटेल्सहरू सब भिडियो बनाउनेवाला छु, सो वेट एन्ड वाच। सबैले हेरेर मन पराइदिनु होला आशा गर्छु। मैले चाहिँ मेकअप गरेको थिएँ, त्यसलाई हल्का फुल्का पोछे। गर्मीमा यति धेरै थलथली चौछ कि मेकअप, त्यही भएर। अनि दिदीले चाहिँ मेरो मेकअप पुस्दै थियो। अनि मैले चाहिँ साडी लगाएको थिएँ। अब जिन्दगीमा साडी लाउँदिनँ, किनकि तपाईँहरूले भिडियो हेर्दै गर्नु होला। अनि म चाहिँ स्कुटरमा आएको थिएँ, यो बिरामी मान्छे हिँड्न नसक्ने भएर। अनि यहाँको कोही मान्छे आएको थिएनन्। मोमेन्ट भयो हाम्रो। कुलपितृको सेवा गरे हुँदो रहेछ धर्म। अभी मैं तो टॉर्च से कवर किया था। गाड़ी आवाज़ आउँदै हुनुहुन्छ अरे के यो बेन्टा आको हाम्रो पोती हामीले याल कोनै हो बेन्टा। चप्पल बाहिरै खोल्न पर्छ।
हम लोग जा रहे हैं घर में बहुत ज्यादा बोरियत हो रही है। अनि हामी चाहिँ पूजा सुजा सकेर चाहिँ सबै भएर घर जाँदै थियौँ हिँड्दै। को पैसाको भोग लाग्यो अरे, मलाई त पैसा भोग लागेको त पैसाको भोग लाग्यो अरे। तरिका हो दोकान फेरि तरिका हो। जान्छु जान्छु भन्थ्यो है किन भन्छ मैले नजानु भने किन तिमीलाई चमक चमक छोरी हामीहरू जान्छौँ अब घर घर गएर मासु खाने पेटभरि। मैले मायालु 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 त हिरो नि भएपछि अब जिन्दगीमा मैले साडी लगाइछु भने त यस्तो हालत छ। यी जिन्दगीमा साडी भने त कहिले लाउनुमा साडी अब जिन्दगी मायालु मायालु बाइक पाइए हुन्थ्यो। इधर देखो भाई ये क्या कर रहे हैं। हामीहरू जान्छौँ अब मासु खाने ठाउँमा। म चाहिँ अर्को कपडा फेरेर रेडी भइसकेँ। अर्को कपडा लगाएर यस्तो रिलिफ महसुस कसलाई भयो होला। पानी भएर लगाइदिनु न त धुन म जान्दिन झिक्दिन न अहिले बनाउँदा कहिले जाने आला छ बरु पानी भरि त्यहाँ गएर नाला टुपाएर अन्त मान्छे भोका खान नि भाइ छोरो म आपको बोलिदिन्छु कार्तिक है कार्तिक दिदी हाम्रो चाहिँ कुल पूजा यसरी नै रमाइलो फनी मोमेन्टहरू भएर भयो। अब चाहिँ हाम्रो नेक्स्ट कहिले हुन्छ, अब म नेक्स्ट भइन्छ कि भइन्न भनेर नै हो कि अहिले मेमोरीको लागि हो बनाएको हो मैले भ्लग। अनि यो भ्लग चाहिँ राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला। अनि यससँगै यो भिडियोको अन्त्यसँगै म चाहिँ तपाईहरुसँग मिल्छु। बोल्नै बिर्सेँ मैले। अर्को मिनी भ्लगमा बाहिर यति धेरै पानी परेको छ नि।